गल्ती सच्याउन तयार हुनुहोस्, होइन त मैले भद्रतापूर्वक भन्छु भाग्न तयार हुनै पर्छ। अघि घोषणामा त भन्यौँ जेठ 15बाट, तर वास्तवमा आजबाट आन्दोलनको प्रारम्भ भएको छ। आज यो ऐतिहासिक दिन हो। निष्कर्षमा नपुगिकन हामी छुट्नेवाला छैन। कारण समय छ, सम्झौताको लागि तयारी गर्नुहोस्। दमनको सहारा लिनुभयो र यसलाई कमजोर ठान्नुभयो भने बढारिनुपर्ने परिस्थिति आउन सक्छ। अघि घोषणामा त भन्यौँ जेठ 15बाट, तर वास्तवमा आजबाट आन्दोलनको प्रारम्भ भएको छ। आज यो ऐतिहासिक दिन हो। म यसमा आफ्नो मेहनत लगाउनु हुने सबै नेताहरूलाई र यो चाहना राखेर निरन्तर रूपमा आवाज उठाउने सबै देशवासीहरूप्रति धन्यवाद तथा आभार व्यक्त गर्न चाहन्छु। अब हामीले लामो समयदेखि जुन भन्दै आएका थियौँ कि देशमा एउटा ध्रुवीकरणको खाँचो छ। गणतन्त्र, धर्मनिरपेक्षता, सङ्घीयता र त्यसको आडमा अहिले भइराखेको लुटतन्त्रलाई उपलब्धि ठान्नेहरू एकातर्फ हुनुपर्छ। गणतन्त्र, धर्मनिरपेक्षताको अन्त्य गरेर देशमा राजासहितको प्रजातन्त्र हुनुपर्छ, हिन्दू राष्ट्र हुनुपर्छ, सङ्घीयताको खारेजी हुनुपर्छ भन्नेहरू एकातर्फ हुनुपर्छ भनेर जुन भन्दै थियो, त्यसले आजबाट आकार ग्रहण गरेको छ। अब यो ध्रुवीकरणलाई तीव्र बनाएर लाने जिम्मेवारी हाम्रो काँधमा आएको छ र म यो मौका पारेर सम्पूर्ण देशवासीहरू, खास गरी आजको दिनसम्म औपचारिक रूपमा राज संस्था हिन्दू राष्ट्रको कुरा गरेर हिँड्ने राजनैतिक दल र सङ्गठनमा रहेका मानिसहरू होइन, त्यहाँभन्दा बाहिर रहेका काङ्ग्रेस, एमाले, माओवादी र अन्य पार्टी र शक्तिमा रहेर पनि राज संस्था हिन्दू राष्ट्रको पक्षमा रहनुभएका अब ती सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन म आग्रह गर्न चाहन्छु। अब बेला भयो। अब गणतन्त्र, धर्मनिरपेक्षताले नै देशलाई ठिक लगाउँछ, अहिलेको लुटतन्त्रले नै देशलाई ठिक लगाउँछ भन्नेहरू यता कतै अल्मलिएर बसेका छन् भने उनीहरू पनि उता जानुपर्छ। तर उता रहेकाहरू पनि अब आउने बेला भयो, यो किताबमा आउने बेला भयो। त्यस कारणले अब यो ध्रुवीकरणमा सामेल हुन म अन्य अहिले कथित गणतन्त्रको पक्षमा रहेका, धर्मनिरपेक्षताको पक्षमा रहेका र 62-63 को परिवर्तनलाई परिवर्तन मान्नेहरू, त्यो समूहमा रहेकाहरूलाई पनि अब किता परिवर्तन गर्न र आफ्नो कितामा आउन म आह्वान गर्न चाहन्छु। जेठ 15 गतेबाट जुन हामीले आन्दोलनको अहिले सामूहिक रूपमा उद्घोष गरेका छौँ, त्यो आन्दोलन केवल कुनै एउटा पार्टीको लागि, कुनै एउटा समूहको लागि होइन, कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नको लागि होइन, त्यो आन्दोलन देशको लागि, देशका सुदूर भविष्य सुखद बनाउनको लागि हो। त्यसकारण यो आन्दोलन नेपाली जनताको आन्दोलन हो र हामी सबैको साझा आन्दोलन हो। अहिले हामी देख्दाखेरि नवराज सुवेदीको नेतृत्वमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राप्रपा नेपाल र अरू पार्टी र शक्तिहरू हुँदाखेरि हामीले हाम्रो आन्दोलन भनौँला, तर यो सिङ्गो देशको आन्दोलन हो। त्यसकारण सिङ्गो देशवासीलाई यो आन्दोलनमा सामेल हुन म हार्दिक आग्रह गर्न चाहन्छु र यो आन्दोलन एउटा निष्कर्षमा नपुगिकन, अघि नवराज दाइले पढ्न छुटाउनु भएछ, हामीले लेखेका छौँ, कमल दाइले भन्दै हुनुहुन्थ्यो, अब निष्कर्षमा नपुगिकन हामी छुट्नेवाला छैन। कारण म यस मौका पारेर सरकारको नेतृत्व गरिराखेका राजनैतिक दलहरूलाई, अहिलेको प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु। अब देशले थप क्षति
नबिहोरोस् भन्नका लागि हामी आग्रह गर्न चाहन्छौँ। समय छ, सम्झौताको लागि तयारी गर्नुहोस्। देश एउटा टुङ्गोमा पुगिसकेको छ। देश अब यहीँ बसिराख्न सक्दैन। हामीले जे कुरा उठाइराखेका छौँ, जे कुरा भनिराखेका छौँ, अहिलेको यो आन्दोलनले जुन मुद्दाहरू अगाडि उठाइराखेको छ त्यो पछाडि फर्कने होइन। हामीले राष्ट्र संस्थाको कुरा गरेको, हामीले हिन्दू राष्ट्रको कुरा गरेको भनेको पछाडि फर्कने कुरा गरेको होइन। हामीले देश यही अवस्थामा बसिराख्न सक्दैन। अब नयाँ सम्झौता गरेर अगाडि जानु पर्यो, जहाँ राजादेखि तपाईहरू सबै अटाउने एउटा व्यवस्था निर्माण गरौँ कि यो देशमा अब कसैले पनि पाखा परेको महसुस गर्न नपरोस्, कसैले पनि आफू निषेधित भएको महसुस गर्न नपरोस् र सबैले अटाउने एउटा मौलिक व्यवस्था निर्माण गरेर देशलाई निकास दिएर जाउँ भनेर हामीले प्रस्ताव गरेको हो। तर यसलाई तपाईहरूले अदेखा गर्नुभयो, दमनको सहारा लिनुभयो र यसलाई कमजोर ठान्नुभयो भने बढारिनु पर्ने परिस्थिति आउन सक्छ। हाम्रो प्रारम्भकै आग्रह छ, कसैले बढारिनु नपरोस्। फेरि पनि भन्छु, सबै मिलेर देशलाई निकास दिउँ। अब बल सरकारको कोर्टमा छ। तपाईहरू के चाहनुहुन्छ? तपाईहरूले देखिराख्नु भएको होला, यो केही दिनदेखि तपाईहरूले पनि अभ्यास गर्नुभयो। सम्पूर्ण राज्य शक्ति प्रयोग गरेर काठमाडौँमा यो आन्दोलनको प्रतिवाद गर्न, जनप्रदर्शन गर्ने अभ्यास पनि त गर्नुभयो। कति मान्छे आइराखेका छन्? जनता तपाईहरूको पछि कति छन् र स्वतस्फूर्त अहिले जनता सडकमा कसरी आइराखेका छन्? हामीले व्यवस्थित गर्न नपाउँदैखेरि जनता आफै अगाडि बढेर कसरी आइराखेको छन् यो व्यवस्थाको विरुद्ध, त्यो पनि तपाईँले देखिराख्नु भएको छ। त्यसकारण अब कुनै दमनको, कुनै जालझेलको सहारा लिएर होइन, फेरि पनि भन्छु, समझदारीमा आउनुहोस्। तपाईहरूले बारम्बार राष्ट्र संस्थाको कुरा गर्दाखेरि राष्ट्र संस्था ल्याउनु भनेको, राष्ट्र संस्था हुनु भनेको लोकतन्त्र नहुनु हो भन्ने जुन तर्क गरिराख्नु भएको छ, म फेरि पनि भन्छु, मैले संसदमा पनि भनेको छु र यहाँ पनि भन्छु, म दलहरूलाई आग्रह गर्न चाहन्छु, राष्ट्र संस्थाको कुरा गर्नु भनेको लोकतन्त्रको विरोध गर्नु होइन। दुनियाँका उन्नत लोकतान्त्रिक मुलुकहरूमा राष्ट्र संस्था छ। जहाँ राष्ट्र संस्था छ त्यहाँ लोकतन्त्र उन्नत छ र त्यहाँका जनता सबभन्दा बेसी खुसी छ। त्यसकारण हामीले अहिले जे उठाइराखेका छौँ राष्ट्र संस्थाको मुद्दा, त्यो लोकतन्त्रको विरुद्ध होइन र अब त्यो आम जनताले बुझिसक्यो। हिजो तपाईले त्यही बुझाउनु भयो होला भन्ने पर्यो, तर अब यो सूचना प्रविधिको विकास, सञ्चार क्षेत्रले गरेको प्रगति र जनतामा आएको चेतनाको कारण अब तपाईले जुन हिजो भ्रम बाँड्नुभयो अब त्यसले काम गर्नेवाला छैन। म फेरि पनि भन्दै थिएँ कि म्याद सकिएको संसद र ब्यालेट बक्स र ब्यालेट पेपर नदेखेका 83 जना माओवादीहरू संसदमा प्रवेश गरेर तथाकथित रूपमा जनताको अभिमत भन्दै के निर्णयहरू भएका थिए ती नेपाली जनताले अहिले राम्रोसँग बुझिसकेको अवस्था छ। त्यसकारण म फेरि पनि भन्छु, गल्ती सच्याउन तयार हुनुहोस्, होइन त मैले भद्रतापूर्वक भन्छु भाग्न तयार हुनै पर्छ। र तपाईहरू उपस्थित सबलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। अब हामी पूर्ण रूपमा आन्दोलनमा होमिएका छौँ। हामीले म यति बेला
राप्रपाका नेता कार्यकर्ता साथीहरूलाई पनि भन्छु, हामीले अहिले चलाइराखेको जिल्ला अधिवेशन अथवा महाधिवेशनको तयारी, संगठन निर्माणका जुन कामहरू छन् ती कामहरू पनि नियमित रूपमा गर्दै जानेछौँ र ती कामहरू यो आन्दोलनको एउटा अङ्गकै रूपमा हामीले अगाडि बढाउनेछौँ। र अब हामी राप्रपाका सबै कार्यकर्ताहरूले गर्ने कामहरू आन्दोलनको एउटा अङ्गको रूपमा हुनेछ, त्यो आन्दोलनको रूपमै हुनेछ। यही कुराहरू म तपाईहरु सबैलाई आग्रह गर्दै फेरि पनि सबै साथीहरूलाई जसले यो वातावरण बनाउनु भयो उहाँहरू सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। जय राष्ट्र, जय